यस्तो पुलमा धरि बाइक चलाउने भनेपछि त आमामा धेरै तारिफ पनि गर्नु भने फेरि छोडेर गयो पनि छैन। मलाई तिमीमाथि भरोसा छ। मान्छेहरु त मैले हेलमेट लगाएको त सबैजना हेरेको गर्छ त। ह्यापी मदर्स डे मम्मी। हामी आज तपाईको मुख हेर्न आज। ल हेर कालो छ के? ओ त्यो ग्राउन्ड चाहिँ गोरु जोताउने ग्राउन्ड हो के। अनि सक्नुहुन्छ हाम्रो सामान अलपत्र। नहीं रोना बाबू। डल्लु नहीं रोना बाबू। गुड बोय अच्छे बोय ना। साथीहरु गुड मर्निङ। धेरै टाइम लङ टाइम पछि आज म त्यो चिरिच्याट्ट भएर कपाल बाटेर कता जाँदैछु भन्दा आज त मदर्स डे साथीहरु। ह्यापी मदर्स डे मेरो मम्मीहरुलाई। अनि अहिले चाहिँ म मेरो घाँटीमा चाहिँ पुरानो माला इक्लोर गर्न होला मन्दिरको माला हो। अनि अहिले चाहिँ म बिहान कति बजे 6 पनि बजे हैन 5:30 भयो। अनि अहिले चाहिँ हामी घर जान लागेछु मदर्स डेको लागि बाइकमा। ट्यान्ट यहाँ हेर्न सक्नुहुन्छ मेरो झोला। अब म रेडी भइसक्यो। हाम्रो भाइ रेडी हुँदैछ। कति गोरा म ओइ कति गोरा आयो। रेडी भइसक्यो। अब हामी जानुपर्ने हुन्छ हाम्रो गन्तव्यतिर। टुई आउटफिट देखाउँ भनेको त हुँदै भएन। तर सब रेडी भइसक्यो। म टक्क लागेको सेतो जुत्ता लगाएर सर्ट लगाएर आज अब झोला बोक्नु पर्ने हुन्छ। अनि यहाँ मेरो छ आया हेलमेट लाउनु पर्ने हुन्छ साथीहरु। हाम्रो घरमा पछाडि बस्नलाई नि हेलमेटको सुविधा छ। बाबु यो लुज भयो त हल्लिँदो रहेछ। यो लाउनु पर्यो नि त नि। ए यहाँ लाउने लगाइदेऊ त। हाम्रो भाइ हुनुहुन्छ लाउने नआउने मान्छे लगाएर के गर्नु नि यस्तो। मलाई सुहाएन हौ। हेलमेट नि सर्नमा लगाइलाउने र हैन र। गुड मर्निङ। आया गुड मर्निङ भन्देऊ न। के मुख दुखाएन? ओके लेट्स गो। झोला बोक्नु पर्ने हुन्छ। झोला ल्याउनु बेची योहरू एल्फोनहरू हाल्नु कस्तो देखेँ म गाइजहरू। झोला बोक्दा यहाँ कस्तो टायर्ड हुँदो रहेछ बानी नभएर। धनी बाई बाई काठमाडौँ। अब हामी लाग्यो घरतिर। एउटा फेरि गीत सुन्न थाल्यो अरे म नि अब एयरफोन लाउने एयरफोन। बिहान बिहान त कस्तो चिसो हावा आउँदो रहेछ। कत्रो ठुलो मकै भइसकेको छ। हामी पुग्यो। खासै टार्क्यो होला। बेसी इटा भन्दा ससाटहरू हेलमेट खाली धोका कस्तो राम्रो सिङ्गर आयो नि। हामीले चाहिँ साथीहरू अहिलेसम्म केही पनि खाएको छैन। अनि भोकैमा छौँ। घर पुगेर एक खास भात बजाउने भात मलाई फोन गरिसक्यो। हामी निस्क्यो है मम्मी भनेर। अबको 2 घन्टाभित्र हामी पुगिन्छौँ। कति खतरा छ बाटो चाहिँ एकदम। वाउ 4 बजे ब्याग। आमा यो मेरो ब्याग हो नि। मैले बोक्ने ब्यागको हालत हेर। मलाई ब्याग नभए भए कति फोहोर लाग्छ रहेछ। जे हुन्छ राम्रोको लागि हुन्छ। सो साथीहरू अहिले हामी आइपुग्यो गल्छी। अनि म तातो पानी पिउँदैछु यहाँ। लास्टै हावा ल्याउने एकछिन त्यो टिका बनाउनलाई हेलमेटको यो सिसा खोलेको आँखाभरि धुलो पसेर। अहिले चाहिँ हामी हाम्रो मम बाजेको पसलमा छौँ। होटलमा साथीहरू होटलमा। अब के हो बिहान खाजा त खतरा ल्याइदिनु भयो त। नातिनी पाना के भन्छ नातिनी र नातिलाई हैन।
खाऊ ल म त दुध चिया पेटदेखि पनि छैन यो मेरो लागि फर्स्ट बाइट खाए ल भन नि त खाए ल हामी पनि खाने ए अलि उता राखौँ न हौ अलि हटायो त अनि त्यो साथीहरू म अहिले नै भन्दै भर्खर गल्छी आइपुग्यो अनि दिदीले फोन गर्नु भइरहेको रहेछ हाम्रो दिदी पनि सरप्राइज दिनु भइरहेको रहेछ मम्मीहरूलाई घरमा चाहिँ भन्नु भएन अरे माइलीले पनि भन्नु भएन अरे अनि अहिले चाहिँ भर्खर हिँड्नु भएर 7 बजे अहिले हामी चाहिँ बिहानै निस्कियो भएर अलिक चाँडो भयो अब भाइ फेरि धादिङमा लिन जानुपर्ने हुन्छ भाइ दिदीलाई अनि सरप्राइज हेर्दै जानुहोस् हजुरहरू भिडियो लास्टसम्म मिठो रहेछ साथीहरू अब चाहिँ हामी गल्छीबाट पनि निस्किसक्यो अहिले यहाँसम्म चाहिँ बाटो राम्रै हो त्यसपछि चाहिँ बाटो एकदम खराब छ मान्छेहरू त मैले हेलमेट लगाएको त सबैजना हेरेको गर्छ त कस्तो खतराको बाटो छ के सानो बाटो मान्छे हिँड्ने बाटोमा बाइक लैजान्छौँ यसरी मान्छे चाहिँ डेन्जरै हो नि साथीहरू फेरि सक्दैन नि फेरि कसैले अब यो बाटो मान्छे हिँड्ने बाटो यो होइन अब हामी यसरी बाइक लैजाँदैछौँ अनि म एकछिनमा झर्नु पनि पर्छ होला किनकि बाटोमा फेरि सकिँदैन होला सक्छ भन्ने काम म भन्नु सक्दैन ओ डेन्जर सक्छ म झर्ने हो सकिन्छ यु क्यान डु इट ब्रो मलाई तिमी माथि भरोसा छ ओइ कहाँनिर पुगिसक्यो बाइक मान्छे झर भन्दैन यार झर त भन झर अरे अहिले चाहिँ केकलाई अल्झ्यो नि थियो हाम्रो केकलाई ओ बाबु यहाँ अङ्गुर थियो यार एकछिन है म हिँडेर आउने बिस्तारै बाटो चिप्लो त छैन होला त्यहाँ आमा हुनुहुन्छ मैले मोबाइल र बाइकलाई नै पुरै बलिएको साथ समाउनु पर्ने हुन्छ बिस्तारै आउँदै आमा हस् हस् यस्तो पुलमा धरि बाइक चलाउने भनेपछि त आमा धेरै तारिफ पनि गर्नु भने फेरि छोडेर गयो पनि छैन म त हेर्दै हेर्दै मलाई त डर लाग्यो पहिला पहिला यस्तो पुलमा हिँड्दा त कम त खुसी लाग्थ्यो यो पुल फेरि त्यही भएर जानेबाट मात्रै चढ्न पाउँथ्यो कि हामीलाई अनि हिँडेर गएर चढ्थ्यो कस्तो मजाले हेरेको वेटिङमा हाम्रो वेटिङ स्वागत गर्न बस्नु भएको ओ कुकुर रहेछ यस्तो छ बाटो झर्ने हो थक गई म त तारकेश्वर गाउँपालिकामा यहाँहरूलाई स्वागत छ स्वागत होइन कि स्वागत छ अब हामी लाग्यो अफरोड बाटो अनि सो साथीहरू मैले चाहिँ आज 1 हप्तापछि भिडियो हाल्दैछु म आजभन्दा भिडियो आज अपलोड गर्ने विचारलेको किनकि आज धेरै काम हुन्छ औँसीको सँगै जोड्दाखेरि सम्मको आउँछ गएर अहिले हो कस्तो राम्रो हरियाली अब चाहिँ बाटो यस्तै हो साथीहरू पुरै जङ्गलको बाटो छ ऊ त्यो डाँडा कट्नुपर्ने हामी त्यो चाहिँ कुन डाँडा हो बाबु त्यो डाँडा कुन तिमीलाई थाहा छैन त्यो तारुककै डाँडा भनिदेऊ न के अरे तारुकै हो हामी अहिले चाहिँ तारुक घाट आइपुगेको छ साथीहरू
गल्छी कटेपछि चाहिँ तारु घाट आइपुग्छ क्या अनि तारु घाट पुगेपछि जोर चाँदरा पुग्छ अनि खानी कौसिनी अनि काउली पुगिन्छ धन्न म पातलो मान्छे भएर यो उकालोमा सकिया हो नत्र त सकिँदैन होला यसो उकालोमा त ठाडै छ नि ठाडै ठाडै अहिले अब साथीहरू जोड चौतारा आइपुग्यो कसले थाहा छ होला जोड चौतारा यो जो मेरो गाउँलेहरूले लेख्नुहुन्छ उहाँहरूलाई थाहा छ जोड चौतारा भनेको कहाँ भनेर अनि हामीसँग चाहिँ घटेको छ एकदम दुःखद घटना हामीले चाहिँ एउटा ज्याकेटलाई खोलाको साइडमा भिरेको थियो त्यसलाई फुल्नेर छोडेर आइछौँ धन्न त्यसमा केही पनि रहेनछ र हामी हिँड्दैछौँ बाटोमा एकजना मान्छेलाई भन्यो कि हामीले दाइ हाम्रो ज्याकेट पायो भने हामीलाई सम्पर्क गर्नुहोस् र भन्नुहोस् त्यो ज्याकेटभित्र केही छ कि छैन भन्यो अनि उहाँले भन्नुभयो फोन गर्नुभयो अहिले भन्नुभयो कि ज्याकेटमा त केही पनि छैन रहेछ दिदी त्यही भएर हामी हिँड्दैछौँ चिलमा दिदी बाटो के हो यस्तो मलाई बाटोतिर मान्छेहरूले के भन्छ होला है यो त कहाँको यस्तो फत्याउरी आएको फत्याउरी म बाइक चलाउने भन्दा नि बाइक पछाडि बस्ने मान्छेले पो थकाइ लगाएर आयो कि यस्तो टाइट समात्नुपर्छ एक त सामान जोगाउनु पऱ्यो अनि एक त मान्छे जोगाउनु पऱ्यो एक त भिडियो बनाउनु पऱ्यो गाह्रो छ नि हो गाडीहरू मलाई पनि पछाडि बस्नु मात्र भन्ने होइन नि साथीहरू त्यो ग्राउन्ड देखेर हजुरलाई के याद आयो होला म किन रोकेर भिडियो बनाएँ त हजुरहरूको लागि त्यो ग्राउन्ड चाहिँ गोरु जोताउने ग्राउन्ड हो कि अनि ठ्याक्कै बाटैनिर पर्छ यत्रो ग्राउन्डमा मकै रोप्ने ग्राउन्डमा गोरु जोताउँछन् माथको एकचोटि को आउनुभयो त कमेन्ट गर्नुहोस् त म त अहिलेसम्म पनि आएको छैन के कस्तो ठाउँमा आएर मेरो गाउँ देखाइदिउँ भने गाउँ देखेन ठ्याक्कै यो डाँडाको पछाडि पर्छ अघि तलबाट देखाएको थियो हाम्रो गाउँ मैले चाहिँ हेलमेट निकाल्थ्यो यो हेलमेट लाउने चक्करमा मैले ज्याकेट पनि झराइदियो बाटोतिर कस्तो हेलमेट समात्नु कि मान्छे समात्नु कि बाइक समात्नु कि झोला समात्नु भयो मलाई आँखा पनि केही देखेन मैले त्यही भएर निकाल्थेँ अघि चाहिँ म खतरा गीत गाइरहेको थिएँ कि गीतको नाम चाहिँ के भनौँ मान्छे हाँसिरहन लड्यो नि छैन हेर्न सक्नुहुन्छ हाम्रो सामान अलपत्र फोहोर होला हौ यहाँ कैसेलु त बाटो छेउको त जेसी घसेर फोहोर हुन्छ कस्तो मजाले फलाएर चाहिँ सबै खाइसकेछ तिमीले कस्तो दुख्यो मलाई यो खुट्टा दुख्यो होइन झोला राखेर होला कस्तो भारी हेब्बी झोला हाम्रो गाउँ चाहिँ ऊ त हो कता ऊ त ऊ यहाँनिर हो मेरो घर देख्न सक्नुहुन्छ त्यही त मेरो घर आइपुग्नु लागिसक्यो अब हामी कस्तो दुखाइ लाग्यो एकछिन न खुट्टा दुख्यो बाइक तात्यो भने होइन सेल्यो बाइक सेल्यो कि सेलेन हेलमेटले नि कस्तो तान्यो क्या मलाई झुन्डाएको छ झन् यो सब मैले बोकेको अनि तिमीले त मात्र मलाई बोक्यो साथीहरू हामी हाम्रो गाउँ प्रवेश गरेर पनि अहिले घर आइपुग्ला हेर्नु नि त्यहाँको ओए गन्दा बच्चे हेलो आऊ इधर बस्ने हौ पप्पी लिएर हिँड्दा रहेछ है यता नमस्ते गर मामालाई नमस्ते मामा नमस्ते आसू नमस्ते हजुर क्या हुई है हालचाल बताइए हालचाल क्या चाहे मेरे को भी बैठते वो पपी को ऐसे छोड़ देना है गुड करो गुड हाँ चलो ओए तो ये अपने आप आ जाएगा अपने आप आ जाएगा त्यहाँ राखिदियो नि त रुक म अलि पछाडि गर्छु ल उहिले एउटा देख्यो फेरि हाँ जी बोलो
फर्स्ट टाइम ना डल्लू मामा के बाइक में काठमाडौँ बसेर त काले पप्पी आउँदैछ हाम्रो पछाडि छिटो पप्पी गाइजहरू हेर्दैछ हाम्रो बाटो प्रतीक्षा हुँदैछ वेटिङ आ गई फाइनल्ली आ गई ना भिडियो बना काठमाडौँ से डल्लू से मिलो वीडियो नमस्ते मामा नमस्ते नमस्ते सु नमस्ते गिफ्ट बिग के अरे गिफ्ट है पता था बिसी गले ना पकड मेरे बैग भने यिनीहरू ओइ डल्लू ओए मामा बोल रहे कि क्यों इतना गंदा होके बैठा है पप्पी को लेके गया था पप्पी को लेके गया था क्या ढूंढ रहे हो कहाँ है गिफ्ट नहीं लेके आए भूल गए बाबू लेके आयो सच्ची भूल गए नहीं लेके आयो ला साच्ची ने लेके आयो वो तो केक है लेके आयो वो मासु फोन गरौ त किसको फोन करूं ओए ला फोन गरौँ न यार कोठा रुममा फोन गरौँ त डल्लू फोन गरौँ न यार भने बिर्सेछ सेट डल्लू भूल गए अर्को चोटि अब अर्को चोटि और नेक्स्ट टाइम अब जब जाऊंगी फिर वो दोबारा हाँ ए ह्याप्पी मदर्स डे मम्मी हामी आज तपाईको मुख हेर्न आएको ल हेर कालो छ के मुख धुन पनि नदिनु भयो तपाईँले खुवाउन आएको खुवाउँ न के खुवाउने ल चाउचाउ हेलो गाइस हामी यस्तै गले मिल्ला गले ओ माय गॉड बहुत साल बाद मिले हम दोकर खुट्टा थियो आज मामा मेरे लिए ना पंख लेके आया भूल गए डल्लू के लिए गिफ्ट तो नहीं लेके आयो बाबू कल बाद में ठीक है अभी रोना नहीं बाबू मेरा डल्लू नहीं रोना बाबू लेके आयो नहीं रोना नहीं बाबू नहीं बाबू नहीं रोना बाबू डल्लू नहीं रोना बाबू गुड बॉय अच्छे बॉय ना देख लिया कोई तो मामा थैंक यू बने थैंक यू मामा जारी दो करो अरे मेरे लिए गिरा ओए कोई सुबह को लागी ले रहा है निकालना वापस कर दूंगी फिर वो जाके डॉक्टर मामा का थैंक यू देख क्या क्या उसमें देख अरे डोगर कोई डाले डोगर वाले मामा को डोगर खुट्टा में पैर में देख क्या क्या है सुबह के लिए किसको फायर ओए भाग के मैंने भाई डॉक्टर ने खुट्टा दो कोले कहाँ से क्या मिल रहा है कोई तो मम्मीलाई भाइ मम्मीलाई ढोक गरेन गरिसक्यो अरे किन लिएर आएको यो चलाइ थियो एकछिन 2 दिनको लागि क्या मिल रहा है हेयर बैंड दो हाँ हेयर बैंड दो और ये क्या था रबर रबड़ ये किचन सेट पापा किचन सेट परा लेके आए वो चेक कर और ये क्या ऐसे लिप बाम और साइकिल साइकिल किसके लिए चलाना है हाँ पुकू के लिए पुकू नहीं मम्मी नहीं ये पुकू के लिए नहीं है पुकू तो नहीं आ रहे ये ओम पुकू ले खै इधर क्या क्या और कुछ है कि नहीं यो त काम छैन किन जिलजेसी त त्यो लगाइदेऊ न कैसे ऑन करेंगे ऑन कर कोलमुनी मामा गयो तब जो खोलिदिएपछि डल्लूले यो ब्यागको चलो वो पहन के देखा ये तो मेरे पास पहले से भी था अच्छा डल्लू इधर ओए इधर देखा मम्मी अब इस साइड अरे जुड़ गया हाँ जुड़ गए हाँ निकल गया तू तो यो पारा दे लो यहाँ तो फाटे छ सुबु बाटो में पता है है इधर दिखाओ मम्मी को मेंढक बना दो और आंसू को पुतली बना दो
और मामा को बाइक बना दो। हाँ? मामा को बाइक बना दो। डल्लू को बकरी बना दो। अरे चला के देखाओ डल्लू रिमोट वाला गाड़ी। मैं सब बंद कर दूँ नहीं तो बैटरी खत्म हो जाएगा। चार्ज वाला है बाबू, चार्ज वाला है वो। डल्लू बकरे अंदर खोई घुसाको उसको रख दो। डल्लू वो भी दूसरा बाइक भी लेके आए मैंने। क्या? बाइक, छोटा सा बाइक। सुबह वो बाइक देखा ना। हेलो पप्पी, सन्चै हुनुहुन्छ? के छ हाल खबर? गुड गर्ल। मैले बाख्रा नुन खाइदिएँ। क्यों ऐसे चलाना दिखा। यो त अंगुर बिग्रियो के होला यार। मम्मी यो स्याउर अंगुर मैले माथि राख लौ। यम्मे त चुतर थुङ्ने हेर कति धेरै। त्यो पनि राख। कस्तो भारी भयो यिनीहरूले, मलाई सबै ज्यान दुखायो यिनीहरूले। धन्यवाद सब गल्छीमा किनेको नि। धन्यवाद। अभी तुम तेरे लपक को भैया एउटा उता ससुरालीको लागि भाइको। अरू के छ? ऐना लिएर साथीहरू मैले ऐना। बच्ची क्या? ए छोटी बच्ची कौन खेलता है अभी? अब तो बड़ा हो चुका है, भाड़ा कोड़ी खेल रहा है अभी तक। आए हैं यता नि खेलेको खेलै छ डल्लु राजा हैन? हजुर इधर हमारा यूं भाई तर्का सीतान ला हजुर केक त सीधा सही सलामत छ नि। सलामत छ। यहाँ अब हामी सेलरोटी हिजो नि पोले भने हैन? हिजोले कम परिरहेको छ। सो साथीहरू आजको भिडियोलाई यति नै इन्ड गर्न चाहन्छु। म औँसीको भिडियो चाहिँ भोलि हाल्छु, यो चाहिँ आजै हाल्छु। भोलिको भिडियो त खतरनाक भोलिको भिडियो चाहिँ एकदम खतरनाक आउँदैछ। अनि यति भन्दै हजुरहरूलाई कस्तो लाग्यो त मेरो काठमाडौँदेखिको गाउँसम्मको बाइक राइड, बाइक सफर यति भन्दै छुट्टिन्छ। ओके बाई बाई गाइज, बाई बाई बाई।